गाडी खोज्दैछु हिँड्रा छु यार दिमाग खराब भयो चाहिँ कोलपुर आइपुगेको छु है बोलाको गाडी बोलाको गाडी रहेनछ मैले चाहिँ हाइस पाइसकेको छु है अब केटा म चाहिँ कपुरबाट आइपुगेको छु है तँलाई सरप्राइज दिनु एकदम सक है म आइरहेको छु है घोरै आएको छ है घोरै नेपाल देखिन्छ घोरै सिमेन्ट अब हिँड्नु त मलाई झारिदिएपछि कति राम्रो हुन्छ होला यार त्यो ठुलो जस्तो त हामी बस्यो यार पार्कमा घुमाउनु देखिन्छ है के त अगाडि आइपुग्यो है लेनमा अगाडि आइपुग्यो पानी छ अगाडिको ड्याम है राप्तीमा बाँधेको ड्याम त्यसले देख्न सकिन्छ है अगाडिको ड्याम आयो त आयो नै गएको होला हो यो चाहिँ एकदम सिधा बाटो छ नि हामी जुन एकदम सिधा हिँड्छौँ नि यही बाटो होइन नेपालमा जाँदा सिधा बाटो देखिन्छ नि यही हो त ल हेर्नु नमस्ते अब यार फर्किन लाग्यो अब यार फर्किन लाग्यो गाडी बोलाएको गाडी रहेनछ खै अब हेरौँ कस्तो हुन्छ ल हाम्रो चाहिँ एकजना दोस्त भेटिनु भएको थियो है त ल भेट भयो खुसी लाग्यो है चाहिँ कोलपुर आइपुगेको छु है नेपालबाट सानो गाडी चढेर कोलपुर आइपुगेको छु है त गाडी भेटिन्छ कि नै अहिले सक्दिने भनेको हुन्छ कि नै है चाहिँ यहाँ बस स्ट्यान्डमा आएको मैले चाहिँ गाडी पाएन चौडामा जानु भन्थे गाडी खोज्दैछु हिँड्रा छु यार दिमाग खराब भइरह अरूलाई कस्तो हुँदैछ भन्ने कुरा आज बल्ल थाहा भयो दिमाग आउट भइरहेछ मेरो है ल केटा मैले चाहिँ हाइस पाइसकेको छु है अब म चाहिँ हिँड्ने हो हाइस पाइसकेको छु मैले है त नै म ल केटा म चाहिँ कपुरबाट आइपुगेको छु है अब टिकालाई सक दिने सक है कतिका